धोँ चोलेचाको कथा। एका देशमा पुनखो मैचा भन्ने एउटी केटी थिइन्। उनका बाबुले अर्को विवाह गरे। यसकारण पुनखो मैचाले बालककालदेखि नै सौतेनी आमाको कठोर शासनमा बस्नु पर्यो। सौतेनी आमा बिजुली जस्ती थिइन्। पुनखो मैचाले नखुवाई भोक राख्थिन्। काम भने आँखाले देखे जति हराइरहन्थिन्। बाबुले पनि कान्छी स्वास्नीको कुरा सुनेर पुनखो मैचाले अलिकति पनि माया र विचार गरेनन्। उल्टै उनी छोरीलाई चाहिने नचाहिने कुरामा गाली गरिरहन्थे। सौतेनी आमा ल्याएदेखि पुनखो मैचाको बाबु पनि सौतेनी बाबु भएर आए। पुनखो मैचाले यो संसारमा आफू बन्ने र आफूलाई माया गर्ने कोही पनि भएन। तैपनि सुख दुःख जम्मै आफ्नो मनमा कालो मातोले थिचिराखे जस्तै गरेर सहेर बसिन्। एक दिन 2 दिन भन्दा भन्दै 2 वर्ष बित्यो। पुनखो मैचाकी सौतेनी आमाबाट पनि एउटा छोरी पैदा भइन्। पुनखो मैचालाई बहिनी पाएकीले खुसी लागेको थियो, तर सौतेनी आमाले आफ्नो छोरी जन्मेदेखि उनलाई पहिले भन्दा पनि दुःख दिन लागिन्। अब पुनखो मैचालाई कोही वास्ता गर्दैन्थ्यो। यस्तै तरिकाले वर्षौं बित्यो। सौतेनी आमाका छोरी पनि ठुली भएर आइन्। अनि त सौतेनी आमाले तिनलाई पिठोको रोटी बाहेक अरू केही खान दिएनन्। आफ्नै छोरीले भने उनी दुध घिउ र मिठो मिठो खुवाउँदथिन्। पुनखो मैचाको दुःख पशु भएर पनि तिनी कहाँ पालिराखेको धोँ चोलेचा अर्थात् बुढी बाख्रीलाई थाहा थियो। पुनखो मैचालाई देखेर उसलाई धेरै माया लाग्यो। आफूले गरे हुने भएमा उनको लागि ज्यान छोड्नु परे तापनि बुढी बाख्री हिचकिचाउँदैन्थ्यो। किनभने उसलाई हुर्काउने र बढाउने पनि तिनी थिइन्। तर त्यस घरमा बसेर तिनलाई केही गर्नु हुँदैन भन्ने बाख्रीलाई थाहा थियो। ऊ आफै चर्ने खेतमा पुग्नासाथ दिनदिनै तिनलाई मासको दाल र मार्सी चामलको भात बोक्लेर खुवाउने गर्थे। धोँ चोलेचाले यसरी दाल भात खुवाउने गरेकोले घरमा चोकर रोटी खाने भए तापनि पुनखो मैचा हिष्टपुष्ट थिइन्। यो कुरा कसैलाई थाहा थिएन। एक दिन पुनखो मैचा धोँ चोलेचालाई चराउन गएको बेलामा सौतेनी आमाकी छोरी पनि सँगसँगै गइन्। खेतमा पुग्नासाथ उसले सधैँ जस्तै दाल भात बोक्लेर पुनखो मैचाले दिइन्। पुनखो मैचाले के खुवाएको बेलामा सौतेनी आमाका छोरीले पनि देखिन्। अनि तिनले ए दिदे तिमीले के खाएको मलाई पनि देऊ न भनिन्। मैले के पनि खाएको छैन मैचा, खेतमा पाएको एक गेरा कसुर मात्रै टिपेर खाएको हुँ। पुनखो मैचाले टाल्न खोजिन्। तैपनि सौतेनी आमाको छोरीलाई पट्यार लागेन। अनेक गर्दा पनि केही नलागेपछि आखिरमा पुनखो मैचाले सौतेनी आमाकी छोरीलाई बिस्तारै भनिन्, मैचा आमा बाबुलाई नभने हो भने म तिमीलाई पनि भाग दिन्छु। सौतेनी आमाकी छोरीले पनि हुन्छ म भन्दिनँ भनेर कबुल गरिन्। अनि पुनखो मैचाले उनलाई पनि तातो दाल भात आधा भाग दिइन्। उनी दाल भात पकापक खाएर पनि नङको बिचमा एक गेरा दाल र एक सिटो भात राखेर घर गइन्। उहाँ पुग्ना साथै अविश्वासी बहिनीले धोँ चोलेचा र पुनखो मैचाका सबै कुरा आफ्नै आमालाई भनिन्। यो कुरा सुनेर पुनखो मैचाकी सौतेनी आमा धोँ चोलेचादेखि रिसले आगो भइन्। कामबाट फर्केर पुनखो मैचाको बाबु घरमा आएपछि उनले धोँ चोलेचालाई मार्ने कुरा उठाइन्। बाबुले पनि स्वास्नीको कुरा सुनेर हुन्छ त्यसो भए भोलि देवीको पूजा गरेर धोँ चोलेचालाई बलि दिनु पर्ला भनी आफ्नो मन्जुरी दियो। यो कुरा धोँ चोलेचाले थाहा पाए। अनि त्यसले पुनखो मैचालाई बोलाएर पनि मै तिमीले सौतेनी आमाकी छोरीलाई मैले दिएको दाल भात दियो। अहिले तिम्रा आमा बाबुले यो कुरा तिमीले अविश्वासी बहिनीबाट थाहा पाए। त्यसकारण भोलि देउताले पूजा गरेर मलाई मार्ने भए। जे हुनु भयो मलाई मारे पनि तिमी नरुनु नकराउनु। म तिमीलाई यो त कुरा भन्छु, त्यो कुरा गर, तिमीलाई असल हुनेछ। तिम्रो बाबु र सौतेनी आमाले भोलि मलाई मारेर पूजा गर्छन्। उनीहरूले तिमीलाई टिका फुल लिन आऊ, प्रसाद खान आऊ भनेर बोलाउँछन्। धेरैचोटि बोलाए पनि तिमीले कपाल दुखेको छ, सन्चो छैन भनेर नजानु। खालि यो त टुक्रा हार फाल्न आऊ भनेर बोलाएपछि मात्र जानु। त्यो हार लिएर तिमीले कहीँ माटोमा गाडिदिनु। हार गाडेको ठाउँमा योमरीको रुख उम्रेर आउँछ। धोँ चोलेचाको कुरा सुनेर र उसलाई मार्ने कुरा थाहा पाएर पुनखो मैचाले धेरै अफसोस गरिन्। उनको मन असाध्यै रोयो। धोँ चोलेचाले धेरै किसिमका कुरा सुनाएर उनको दुःख हटाइदिन्। भोलिपल्ट पुनखो मैचाका बाबु र सौतेनी आमाले देवताले पूजा गरेर धोँ चोलेचालाई मारे। उनको मासुका अनेक प्रकारका परिकार बन्न लागे। सबै काम सकिएपछि पुनखो मैचाले मै टिका लगाउन आऊ, फुल लिन आऊ, प्रसाद र मासु एक टुक्रा खान आऊ भनेर बोलाए। धेरैचोटि बोलाए पनि पेट दुखेको छ, आङ दुखेको छ, मलाई सन्चो छैन भनेर बहाना गरेर पुनखो मैचा जाँदै गइन्।
आखिरमा तिनीहरूले एमै हार एक टुक्रा मात्रै फाल्न आऊ भनेर बोलाए। यसो भन्ना साथै हुन्छ भनेर उनी एक टुक्रा हार लिन गइन्। पुनखो मैचाले हार लिएर आएपछि ढोँचले त्यसलाई भनेर गए चाहिँ कुनै ठाउँमा लगेर त्यसलाई गाडिदिन्। भोलिपल्ट हेर्न जाँदा हार गाडिएको ठाउँमा योमरीका चुप्पाका चुप्पा फली एउटा योमरीका रुख नै उम्रिरहेको देखियो। यस्तो देखेर पुनखो मैचा रुख चढी योमरी खाएर बस्न लागे। त्यसै बेलामा दुईटा राक्षसनीले योमरीको रुख मुनि आएर योमरी एउटा फ्याँकिदेऊ न भने। पुनखो मैचाले योमरी एउटा खसालिदिन्। राक्षसनीले धेरै पटक यस्तै गरी मागे। पटक्कै पछि उनले योमरी खसाल्दै दिँदै गरिन्। फेरि राक्षसनीले योमै हेर तिमीले खसालिदिएको योमरी घुमुटमा पर्यो, तिमीले तल आएर मलाई दिन आऊ भने। तिनीहरूले भने जस्तै पुनखो मैचाले रुखबाट तल आएर योमरी उठाउन के आँटेकी थिइन्। राक्षसनीले सुटुक्क तिनलाई उचालेर आफ्नो घरमा लगे। घरमा पुगेपछि राक्षसनीले तिनलाई योमै तिमी यहाँ बसेर चतामुरी पकाइराख, हामीहरू नुहाएर आउँछौँ भनी काम अराएर आफूहरू छुरा टिकार्न गए। यो कुरा पुनखो मैचालाई थाहा थिएन। राक्षसनीको घरमा तिनी चटामरी रोटी पकाएर बसिरहन्। त्यसै बेलामा पालबाट एउटा मुसो निस्केर चुइँ कराउँदै भन्यो, चुइँ बेला खचट ल्याएछ मरी छप चुइँ। अर्थात् चुइँ बेला एउटा कुरा सुन्यो भए एउटा चाहिँ चटामरी खाउँ भनेर भनेछ। कतिचोटि तिनले त भन्दा पनि त्यो मुसो गएन अनि तिनले चटामरीको रोटी फ्याँकिदिन्। चटामरीको रोटी एउटा पाउने बित्तिकै मुसो दुलोभित्र पस्यो। एकैछिनपछि पहिले जस्तै दुलोबाट निस्केर त्यो स्वर मचाउन लाग्यो। फेरि तिनले चटामरी रोटी एउटा दिएर पठाएन्। यसरी 4-6 चोटि नै भए पनि तिनले मुसोलाई चटामरी रोटी दिइरहन्। यति गरेर चटामरी रोटी खाइसकेपछि मुसोले पुनखो मैचालाई राक्षसनीको सबै कुरा सुनायो। सोमै तिमी यहाँ नबस, यस वक्त राक्षसनी फर्केर आएका छैनन्, भागेर जाऊ। राक्षसनीले तिमीलाई मार्न भनेर छुरा टिकार्न गएका छन्। त्यसैले तिनीहरू नफर्किँदैमा तिनीहरूको हिरा मोती जवाहरात पन्नाले भरिपूर्ण भएको कोठामा हेरेर आफूले बोकेर लैजान सकिए जति धन सम्पत्ति लैजाऊ। जाने बेलामा तिमी भर्याङमा हरेक सिडीमा थुक हाली त्यसमा एक टुक्रा गोल्ड राखेर ढोकामा आग्लो लाएर जानु। पुनखो मैचाले मुसाको सबै कुरा सुनिन्। अनि त्यसले भने जस्तै उनी राक्षसनीको कोठा हेर्न गइन्। त्यहाँ आफूले बोक्न सकेसम्म र सम्हाल्न सकेसम्म सुन चाँदी हिरा मोती आदि लिई सबै काम पुरा गरेर उनले घरतिरको बाटो तताइन्। राक्षसनीले छुरी टिकारेर घरमा फर्के। ढोका घचघच्याएर उसलाई भने ए नानी भनेर बोलाए। ओ पुनखो मैचाले ठुकिएको ठुक र उनले राखेको गोलले हँ मात्रै भने बोले, तर कोही पनि ढोका खोल्न आएन। आखिरमा राक्षसनीले ढोका फोरेर घरभित्र गए। तलमाथि कोठा चोटा सबै ठाउँमा हेर्दा पनि पुनखो मैचा देखिएन। ती डुबी जिल्ल परे। अनि त्यस केटीले हामी डुबीका आँखामा छारो हालेर भागेछ देख्ली भन्दै तिनीहरू मौका हेर्न थाले। पुनखो मैचा घरमा पुगेर ढोका घचघच्याउँदै सौतने आमा र बाबु बहिनीले बोलाउँदै थाक्दिन्। तर कोही पनि ढोका खोल्न आएनन्। बाबुले तिम्रो सौतने आमा नै आउली भनेर तारे। सौतने आमा बहिनीलाई खोलिन् भनेर चुप्प लागिन्। बहिनी चाहिँ बाबुले खोल्नु होला भनेर पल्टी। आखिरमा पुनखो मैचाले मलाई गाह्रो भयो भनेर चिच्याउन लागिन्। यसो भनेको सुनेर पुनखो मैचालाई किन गाह्रो भयो, के बोकेर ल्याएछ भन्दै सौतिनी आमा हटार ढोका खोल्निन्। अनि पुनखो मैचाले तिनले माथि लगिन्। माथि पुग्न साथै पुनखो मैचाले सौतिनी आमाको खास्तो थाप्न लगाएर आफूले ल्याएको धन सम्पत्ति सबै त्यसमाथि खन्याइदिन्। आफू जन्मेदेखि देख्न नपाएका हिरा मोती जवाहरात पन्ना आदि देखेकोले उनकी सौतिले आमाले आँखा मिच्दै हाँस्दै खुसी भएर सोध्ने, ए मैचा यतिको धन सम्पत्ति तिमीले कहाँ पायो र लिएर आयो? पुनखो मैचाले पनि आफू योमरीको रुखमा चढेर गएदेखि आफूले राक्षसनीले बोकेर लगेको र तिनीहरूको धन सम्पत्ति ल्याएको सबै कुरा सुनाइन्। के भएर हो कुनै उनले मुसाको कुरा सुनाउन बिर्सियो। पुनखो मैचाको कुरा सुनेर सौतनी आमा खुसी भइन्। उनको मनमा आफ्नै छोरीलाई पनि त्यहाँ पठाउने विचार आयो। त्यसो भए तेरो बहिनीलाई पनि त्यहाँ पठाउनु पर्यो भनेर उसले निश्चय गर्यो। भोलिपल्ट पुनखो मैचाकी सौतनी आमाले आफ्नै छोरीलाई योमरीको रुखमा चढाएर राखिन्।
राक्षसनीहरू आएर पुनको मैचाले त्यस्तै उनलाई पनि यमरीको रुखबाट ओह्राले झुर्क उचालेर आफ्नो घरमा लगे। घरमा पुगेपछि तिनीलाई पनि चतामरी रोटी पकाइराखे भनेर आफू छुरा टिखार्न गए। पुनको मैचाको सौतनी आमाकी छोरीले पनि चतामरी रोटी पकाइराखिन्। त्यसै बेला उही मुसो आएर अघि जस्तै चुइँ कराउँदै एउटा कुरा बनाऊ, चतामरी रोटी पनि खाउँ भन्यो। तिनले मुसोलाई रोटी दिइन्, उल्टै छिर टटाएर तातो छिर खोचिदिइन्। मुसो भागेर आफ्नो दुलोमा पस्यो र उसले तिनलाई कुरा सुनाउन पाएन। बेलुका भयो, राक्षस र राक्षसनी फर्किएर आए। बेलुकाको भार खाइसकेपछि ती केटीले बिचमा राखेर डुबे दायाँ बायाँ सुते। एकातिर राक्षसले, अर्कोतिर राक्षसले उनको शरीरको मासु चोक्ता गरी छुराले काटेर खाए। अయ్య बाबा अయ్య भनेर उनी कराउँदा आऊ बाबा आऊ, बाजेले चिमोटी क्यारे भनेर राक्षसले अङ्कमाल गर्थ्यो। त्यसै गरेर काखमा राखे राक्षसनीले मासु काटेर खान्थे। यसरी तिनीहरूले पुनको मैचाको सौतनी आमाकी छोरीको मासु काट्दै खाँदै गरेर हड्डी मात्र बाँकी छोडिदिए। अनि त्यो बाँकी रहेको कङ्काललाई पुनको मैचाको घर बाहिरको चुनालको काठमा झुन्ड्याइदिए। पुनको मैचाकी सौतनी आमा पुनको मैचाले जस्तै आफ्नो छोरीले पनि राक्षसहरूको धन सम्पत्ति ल्याउले भनेर खुसी भई कपाल कोरेर बसिरहिन्। ऐना अगाडि बसेर उनी हावाको महल बनाउँदै थिइन्। त्यसै गरी एउटा काग आएर कराउन थाल्यो। आमाको सिँगार मात्र, छोरीको पनि हात मात्र। जति तपाईँ पनि त्यो काग त्यहीँबाट हटिएन। आखिरमा यसो झ्यालबाट हेर्दा आमाले आफ्नो छोरीको कङ्काल झुन्डिरहेको देखिन्। उनी टाउको भूमिमा ठोक्दै छाती पिटेर बिलाप गर्न थालिन्। जति नै गरे पनि मरिसकेकी छोरी फर्केर आउन थियो। लोभ र पापले उनको भागको मुखमा रगतको वर्षा गरे चाहिँ आफ्नो छोरीलाई राक्षसनी कहाँ पठाइदिएकी थिइन्। त्यसैले अब तिनलाई रुनु सिवाय अरू केही हात लागेन। उनको बाँकी जिन्दगी पछुतौमै बित्यो।